अनि यो चाहिँ 1,04,000 छ के 1,04,000 वटा नेपालको साइकल नि यति बबाल आन्छ नि फाइनली गाइस साइकल चाहिँ मेरो नाममा आइसक्यो अब फाइनली गाइस आजबाट चाहिँ मेरो जापानमा मैले साथ दिने मेरो नयाँ सयारी आइसकेको छ फाइनली किनियो अनि यो चाहिँ यहाँको यसको बिलबुक यो चाहिँ यसको बिलबुक यसको कागजहरू यही हो है अनि यो यहाँ चाहिँ कस्तो हुन्छ भने यसको नम्बर प्लेट सब भन्छ यहाँ साइकल चाहिँ केही भयो भने पुलिसले केही गर्यो भने पुलिस केही गल्ती गर्यो भने सिधै यो नम्बर प्लेट समात्छ क्या यहाँ देख्न सक्नुहुन्छ नम्बर प्लेट हो यो चाहिँ यसको अघि टाँसेको अनि यसको चाहिँ यस कागजहरू बाइक जस्तो हुन्छ नेपालमा बाइक जस्तो हुन्छ त्यस्तै हुन्छ हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम पछि आफ्टर फरेन कन्ट्रीदेखि अहिले चाहिँ म जापानमा छु सो सबैजनालाई सन्चै हुनुहुन्छ होला म पनि एकदम आराम छु भन्नुपर्छ म चाहिँ अहिले जापानमा छु जापान आएको चाहिँ आज 6-7 दिन भयो अनि अहिले हामी चाहिँ साइकल किन्न जान लाग्यो कमलेश अनि यहाँ पहिला आएको दाइ हुनुहुन्छ अनि म अनि पछाडि अर्को पहिले आएको सेम भाइ दाइ अनि अरू सुरेन्द्र छन् हामी 5 जना भएर चाहिँ अहिले हामी 3 जनाको साइकल किन्न जान लाग्यो दाइहरुको चाहिँ पहिले नै छ साइकल अनि अहिले चाहिँ उहाँले हामीलाई किनाउन जानु भइरहेछ अनि हामी चाहिँ जान लाग्यो साइकल किन्न अब फेरि यहाँ कस्तो साइकल नकिने चाहिँ कामै नहुने रहेछ के अब हाम्रो गएको चाहिँ नजिकै छ नजिक भए पनि अब सबैको साइकल छैन अनि कतै मार्केट जानु पर्यो सुबाटो जानु पर्यो भने नि साइकल नै चाहिने के अब हिँडेर खुट्टा दुखिहाल्छ अलि टाढा छ त्यही भएर अलि हुँदैन है अनि अब चाहिँ साइकल किन्न जान लागेको यो चाहिँ जापान रहे र जापान आएको जस्तो फिल भइरहेको छैन किनकि हामी चाहिँ सिटीमा छैनौँ के सिटी भन्दा धेरै टाढा छौँ हामी एकदम लास्टतिर समुद्रको छेउमै छौँ हामी चाहिँ यहाँ गाउँ जस्तो गाउँै छ भनौँ सबै त्यस्तो ठुला घरहरू पनि छैनन् सबै गाउँ छ साना साना घरहरू छन् मान्छे पनि धेरै छैन नेपालीहरू पनि त्यति धेरै छैन केटा चाहिँ सिटीतिर चाहिँ के भन्छन् भने अरू कुरा चाहिँ यहाँ त नेपाल भन्दा पनि खट्टमा चाहिँ जहाँ गयो नेपाली भेटिन्छ भन्छ होइन हाम्रो चाहिँ त्यस्तो नेपाली कोही छैन सिर्फ हाम्रो गएको छ हाम्रो गएकोमा जति नेपाली छ त्यति अनि अर्को उता पर छ भन्छ गएको उताको एउटा गएकोमा नेपाली छ अरे बस त्यही हो बाँकी सब हाम्रो मात्रै छ अब चाहिँ हामी साइकल पसल जान लागेको साइकल पसल देखाउँछ साइकल कस्तो किन्न सबै देखाउँछ अनि मेरो भ्लग चाहिँ अब डेली आउँछ गाइस फाइनली जापानको भ्लग डेली आउँछ है फाइनली गाइस हामी चाहिँ अब बल्ल बल्ल साइकल पसल हुने पुग्नु लाग्यो होइन साइकल पसल चाहिँ पारि कता छ अरे त्यहाँ त्यो त्यहाँनिर कतिमा पुगिन्छ हेरौँ झन्डै हामी चाहिँ आधी घन्टा चाहिँ हिँड्यो हाम्रो रुमदेखि अब चाहिँ लगभग पुगिला जस्तो लागिरह म चाहिँ साइकल पसलमा गएर यहाँ साइकलले कति पर्छ के पर्छ होइन सबै देखाउँछु त्यो भिडियो लास्ट हेरिराख्नु होला इरिना भन्ने चाहिँ यो चाहिँ सुपर मार्केट हो है इरिना भन्ने चाहिँ सब जे पनि पाउँछ अनि यहाँ माथि हेर्न कस्तो पहाड छ भने क्या त्यो माथि कस्तो पहाड छ त्यति ठुलो चट्टान छैन यता चाहिँ फेरि समुद्र छ भने यता उता चाहिँ फेरि अनि पहाड अनि समुद्र भएर चाहिँ पानी कति बेला पर्छ भने यहाँ पट्टै नहुने कि जति बेला पनि पर्ने सक्छ कि पानी जति बेला पनि पर्दो रहेछ यहाँ चाहिँ पानी है यो होइन मान्छे देवरासीमा रातो मान्छेको ऊ आना बित्तिकै क्यौँ 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 गरेर चरा करान्छ चरा जस्तै करान्छ माइक गयो पहिला त फर्स्टमा आउँदाखेरि काठी चरा करान्छ जस्तो लागेको थियो तर यहाँ चाहिँ ऊ हो के भन्छ यो माइक भन्छ क्यौँ 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 गर्छ यहाँनिर कत्रा देखिरहेको छ माथि त्यो आमे चाहिँ ओट्रे आमे देखो भाइ आमे अब हाम्रो साइकल चाहिँ यहीँ पाउँछ अरे यहीँ एउटा साइकल पाउने साइकल चाहिँ यहीँ पाउँछ कस्तो कस्तो पाउँछ हेरौँ त अब ओके बुझौँ न नि है हामी चाहिँ यहाँ किन्छौँ साइकल यहाँ चाहिँ सबै पाउँछ कि जस्तो लागेर अनि यहाँ चाहिँ साइकल चाहिँ तपाईँले राख्न पाएन ठ्याक्क आफ्नो उमा राख्ने है टक्क यहाँ पार्किङ गऱ्यो साइकल स्ट्रबेरी सबहरू यहाँ चाहिँ नर्सरी बिरुवाहरू सब पाउँदो रहेछ यहीँ फरिरहेको छ खोर्दैन हेर न यहीँ फरेर बेर्नामै साइकल ए नयाँ साइकल हेर्न साइकल
नयाँ साइकल हेर्नु न अब यहाँ फेरि प्राइस घटाने भन्ने हो नि जति चट्याइ हो 25,800 आमा 28,380 ब्याङ्कको साइकल 28,000 डिस्काउन्ट हुन्छ कि नि 20,900 होला 23,000 यो साइकल 20,000 नसो केही छदै छैन चेन्ज गर्न मिल्ने चेन्ज गर्न नमिल्ने दुईटै देखाइरहेको छ मलाई फोटोमा कसो चेन्ज गर्न नमिल्ने यो पछि साइकल चेन्ज गर्न पाउने मन परेन भन्छ यहाँ त्यो चाहिँ के महँगो छ कि साइकल यहाँ के महँगो छ यहाँ चाहिँ फेरि सब साइकलमा लाइट हुन्छ त्यो मोटरबाट चल्छ पेन्डल हानेपछि चाहिँ अलि अटोमेटिक पावर हुन्छ पावरबाट चाहिँ अटोमेटिक त्यो हुन्छ कि चार्ज भएर चाहिँ बल्छ नेपालभन्दा साइकल पनि कति महँगो कि अब इलेक्ट्रिक यिनीहरू चाहिँ सब चाइनिज साइकलहरू अब हामी भिडियो जान्छौँ सो फाइनली गाइज साइकल किन्ने भयो यहाँ चाहिँ भने जस्तो साइकल दुईवटा मात्रै भयो तर यो साइकल पनि भने जस्तो चाहिँ तर अगाडि चाहिँ यसो सामान हाल्ने अनि पछाडि लक अनि यो मोटर गाँच्चै रहेन छ कि अनि अलि मन परेन अनि यसको प्राइस चाहिँ 28,000 के यसले चाहिँ दुईवटा चाहिँ 28,000 को थियो 28,380 अनि यो चाहिँ 1,04,000 छ कि 1,04,000 त नेपालको साइकल चाहिँ यति बबल आउँछ नि पुरा डबल सकर भएको सस्पेन्सर भएको यति बबल आउँथ्यो है तर यहाँ मैले चाहिँ अब उनले चाहिँ 16,000 को अनि मैले चाहिँ 19,000 को लिएको छु अनि सिलिन्डरको लागि चाहिँ अहिले भएन किनकि यहाँ साइकल भने जस्तो नभएन कि सिलिन्डरसँगले यो 28,000 उठाउ न यो उठाउ यो उठाइदेऊ 28,380 सो अब चाहिँ हामी साइकल लिने भयो फाइनली जान्छ भित्र साइकल गइसक्यो भित्र सुरुमा आफ्नो नाममा फेरि अर्को कुरा के हो भने यहाँ चाहिँ साइकल चाहिँ सबै आफ्नो नाममा हुन्छ केही भयो भने सब अर्को साथीले चलाएर लग्यो भने साइकल केही भयो भने साइकलले कसैले हानिदियो भने नि त्यो साथीले केही भन्नु कि आफूलाई नै हुन्छ कि नेपालमा जस्तो बाइक हुन्छ सेम त्यही कि यहाँ चाहिँ फेरि साइकलको यति धेरै भ्यालु कि यहाँ यसलाई 108 रुपियाँ भयङ्कर नर्मल 108 भन्दा परेको सामान आउँदैन आमा नेपालमा 20 रुपियाँ 30 40 रुपियाँ पर्ने 50 रुपियाँ पर्नेलाई चाहिँ यहाँ 108 पऱ्यो क्या भयङ्कर नेपालको यहाँको 108 भनेपछि नेपालको 80 रुपियाँ जन्जन पर्यो警察に盗まれた時にするように日本の法律で決まってる防犯登録っていうのがある。それが600円で対価される。大丈夫ですか？600円。だから追加で大丈夫。じゃああっちの方で手続きを。यहाँ चाइल किने चाहिँ नाम आफ्नो नाममा बनाउनु पर्छ आफ्नो नाममा बनाउनलाई चाहिँ 600 रुपियाँ लाग्दो रहेछ कि अझै कम छ कि के हो फाइनली साइकलको नम्बर प्लेट चाहिँ टाँच्छु कि यहाँनिर H06281 यहाँको नम्बर प्लेट यो साइकलको नम्बर प्लेट चाहिँ मेरो गब्लेसको गरियो नि त होइन यहाँ चाहिँ बाइक किन्ने भने बाइकको भन्दा बढी भ्यालु कि यहाँ चाहिँ 600 पुलिसबाट चाहिँ फोन आयो भने पछि कहीँ त्यत्तिकै चाहिँ आउनु कि चेक हुन्न कि चेक भयो भने कतै ऊ भयो भने यो देखाउनुपर्छ अरे आउनु चाहिँ हुन्न もう一緒に自転車プラスでいいです。合計で。それ全部合わせて。बाइक कति चाहिँバイクプラス。साइकलको अघि थोरै बनाएन र 22,000 पर्यो तर त्यसको अगाडिको उ छैन त्यसको पनि 22,280 हो फाइनली गाइस साइकल चाहिँ मेरो नाममा आइसक्यो अब के गरी माटुने है के गर्दा माया गरे सबै 22,000 खाइलड्यो भने अघि चाहिँ 19,000 भनेको है अहिले चाहिँ ट्याक्स गर्दा के गर्दा चाहिँ 22,000 पर्दो रहेछ 22,000 पर्यो के गर्नु गाह्रो भयो यार तिम्रो कति पर्छ फाइनली गाइस आजबाट चाहिँ मेरो जापानमा मैले साथ दिने मेरो नयाँ सयार्डी आइसकेको छ फाइनली किनियो अनि यो चाहिँ यहाँको यसको बिलबुक यसको कागजहरू यही हो है अनि यो
यहाँ चाहिँ कस्तो हुन्छ भने यसको नम्बर प्लेट सब हुन्छ यहाँ साइकल चाहिँ केही भयो भने पुलिसले केही गर्यो भने पुलिस केही गल्ती गर्यो भने त्यो यो नम्बर प्लेट समात्छ क्या यहाँ देख्न सक्नुहुन्छ नम्बर प्लेट हो यो चाहिँ यसको अघि टाँसेको अनि यसको चाहिँ यो कागजदारको बाइक जस्तो हुन्छ नेपालमा बाइक जस्तो हुन्छ त्यस्तो यो चाहिँ यो जापानमा चाहिँ साइकल लास्टै भ्यालु कि यति धेरै भ्यालु कि है त्यस्तै भ्यालु छ अनि यसमा चाहिँ हावाले कम हालिसक्यो यो अनि मैले चाहिँ 19,000 कति थियो अनि क्यास गर्दा अनि आफ्नो नाममा 5 गर्दा 5 गरेको चाहिँ 600 रुपियाँ काटेर रहेछ यहाँ चाहिँ आफ्नो नाममा 5 गरेको चाहिँ 600 रुपियाँ अनि त्यो गर्दा चाहिँ 22,000 कति पुग्यो है अनि ट्रिङ ट्रिङ घन्टी बजाउँदै घुमाउला सरैमा अनि वेलकम 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 ल बधाई छ ल बधाई छ ल बधाई छ हामी सबैले बधाई छ कति परिरहेको कति पर्ला 18,000 मेरो 1922 पऱ्यो तिम्रो 16,019 ट्याक्स गर्दाखेरि यहाँ चाहिँ फेरि सबैसँग हुँदै ट्याक्स तिर्नुपर्ने कि अनि जापान चल्नुको कारण विकसित हुनुको कारण धेरै धनी हुनुको कारणै ट्याक्सै गरेर नै रहेछ क्या अब यो साइकलले 16,000 पऱ्यो होइन ट्याक्स गरेर के गरेर 20,000 पऱ्यो तल ठिक छ जस्तै अहिले केटाहरूले ट्याक्स मेरो 19,000लाई 22,000 खर्च गरेँ एक महिना कति पर्सेन्ट लाग्दो रहेछ कि यो चाहिँ ट्याक्स सो फाइनली गाइस हामीले साइकल किनिसक्यो हाम्रो लागि सबै टिमहरूले एक साइकल किनिसक्यौँ अब चाहिँ हामी यहाँदेखि फर्किन्छौँ फर्किनुपर्ने अवस्था भइसक्यो किनकि रात पनि परिसक्यो भाइले देख्न सक्नुहुन्छ 6:39 भइसक्यो है टाइम चाहिँ अब हामी अर्को भिडियोमा भेट्छौँ सो बाई थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो फेरि यस्तै भिडियो आइरहनेछ अर्को भरमा भेटौँला आज फर्स्ट जापानको भनको कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सो नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला सो ए गाइज बाई